भरोसा माडिएको जिन्दगीको कथा भरोसामै चलेको संसार यो सारा तिमी छौ भने हिम्मत आउँछ टुटेको मन पनि फेरि जुराउँछ आँसु झरे पनि मुस्कान बन्छ तिम्रो भरोसाले जीवन सजाउँछ ओ हु भरोसा माडिएको जिन्दगीको कथा भरोसामै चलेको संसार यो सारा भरोसा नै त माया हो माया नै त भरोसा हो तिमी बिना अधुरो यो मन तिमी नै मेरो आशा हो ए बुहारी के गरेकी भने म उखाल न भने यस्तो होला ए भगवान् झन् कान्छीको ल्याएको के उखाले बस्छे ए भगवान् कति रहेछ भने छो हेर्नु सबै उखाली ए बुहारी किन बारीको माछा हिँड्यो कि सबै बाली कुल्चिएर कुनै हिँड्ने हुन्थ्यो आली हिँड्ने हुन्थ्यो माझा किन हिँड्ने आला ए राज तैँले कस्तो गोजरी केटी बिहार ल्याएको ए छोरो नबोल्ने सोमत छ न कुनै कामको सिप छ अनुहार मात्रै राम्रो भएर के गर्ने यसको चालै राम्रो छैन लौ न यो खेजवा निकाल यसलाई सबै उखालेर कुल्चिएर विनाश पार्छे होइन ए आमा यति सानो सानो कुरामा कति कराउनुहुन्छ भने क्या तपाईँ त्यत्रो साग कुल्चिएर हिँड्छ तँलाई सानो लाग्छ यही सानो सानो कुरामा मान्छेको चित्त दुख्छ ए छोरो जा न जा के लाटाले केरा राख्दै हेरे बसेको
यत्रो हाम्रो महिनादेखिको मेहनत खेरै गर्दी निकालकै खेलबाट छिटो जा भएको क्या आमा हजुर चुप्प लागेर बस्नु म उसलाई लिएर आउँछु खुसी के गरिरहेको यो सागदेखि सबै मान्छेहरू सेल्फी हानेको आउनु नि तपाईँ र पनि एउटा सेल्फी हान्नु पर्दैन के सेल्फी त्यसै त आमा कति कराउनु भइरहेछ त्यो फोटो पनि खिच्न दिनुहुन्न भने साग आऊ भने कति ठेकिरह भने आऊ यता बस बस यहाँ बुहारी कति अप्ठ्यारो गरेपछि कि सजिलोसँग बस न यहाँ चाहिँ हामीले चम्सुर पालुङ्गा रोप्यौँ छर्यौँ अब यहाँ चाहिँ हामी रायो साग अनि त्यहाँ मुला छर्छौँ बिउ छर्ने रे मलाई खेतको काम केही पनि गर्न आउँदैन आमा आउँदैन रे ए छोरो सुन त तेरो प्यारी मायालुलाई खेतको काम गर्नु आउँदैन रे लु भन् त के भन्छस् ठिकै छ नि आमा अब सबै मान्छेले सबै काम जानेको हुन्छ भन्ने हुन्छ र अब काम भन्ने कुरा त बिस्तारै सिकिहाल्छ नि लौ बुहारी तिमी चाहिँ त्यहाँ रुखमा उभिएर हेरिरहौ हामी आमा छोरा चाहिँ काम गर्छौँ तिमी भोलि आएर यही काम गर्नुपर्छ हेरेर पनि सिकिन्छ क्या ल जाऊ त हामी काम सुरु गर्छौँ ए आमा ल अब खन्नु पर्यो यहाँ यी आमा छोरा कति काम गरेर मलाई त दिक्क लागिसक्यो यी आमा खुवाएको काम हेर्नुभन्दा बरु म त एकछिन सुत्छु निन्द्रा त पुग्छ ए छोरो यस्तो अल्छीलाई के गर्ने कसरी तल लाउने जहाँ पाए त्यही सुत्छे हेर त त्यहाँ सुते कि अब यसमा नआउनु न आमा उसलाई हामीसँग घुलमिल हुन टाइम लाग्छ अनि बिस्तारै हामीले भनेको मानिहाल्छ नि अब यसलाई कसरी ठिक पार्छस् तैँले जानेस् तैँले बुझेस् मैले त जानिनँ बुझिनँ कति कराउनु भयो क्या तपाईँले सानो त्यसरी यहाँ सुतेर बस्दिनु भन्दा बरु उसलाई गएर पठाइदिनु घरतिर गएर जानु ए बुहारी उठा न उठा किन यस्तो सुते कि ल उठा त उठा ल उठ तिमी घर जाऊ खाजा बनाऊ हामी आमा छोरा अलिकति काम सकेर आउँछौँ ल जा जा म चाहिँ बुहारीलाई घर पठाइदिउँ ल हामी अलिकति काम गरौँ अनि जाऊँ के गर्ने काम गरेर भएन बुहारीको ताप त्यस्तो छ के हो दाइ मेरो बाइक के हो यहीँपल्ट गरेर हेर्नुहुन्छ त हेर्नुहोस् न भने अघि भर्खर 4 घन्टा अगाडि यहाँ एउटा बाइक छोडेर काका घाउसम्म पुगेर आएको फर्केर आउँदाखेरि बाइक नै छैन भने हराउँदैन भन्थ्यो एउटा दाइले गाउँको मान्छे पनि पुरै फटा भएर गएछन् भने यत्रो सानो गाउँमा पनि चोरी चकारी हुने है अब कसको विश्वास गर्नु कसको नगर्नु के हो दाइ तपाईँ त एक्कासी आएर मलाई कराउनु भयो त के हुनु नि मेरो मोटरसाइकल हरायो के हरायो त ठिक छ पहिला के भएको थियो भन्नुहोस् न हराएको ठिक छ रे मेरो मोटरसाइकल हराउनमा तपाईँको पनि हात छ कि क्या हो होइन दाइ पहिला के भएको थियो त्यस्तो होइन कि आरामले भन्नुहोस् न करिब 4 घन्टा अगाडि यहाँ बाइक राखेर म काका भेटेर आएको फर्केर आउँदाखेरि बाइक छैन त्यो मान्छे कस्तो थियो भन्नुहोस् त त्यो मान्छे टोपी अलि लामो भएको फटाफटा टाइपको थियो छन् त
तपाईँले हेलमेट र चाबी कहाँ राख्नु भएको? चाबी ला चाबी र हेलमेट त मैले हतारमा बाइकमै छोडेर गएछु नि। राम्रो गर्नुभयो तपाईँले। राम्रो गरे रे। अब हेलमेट र चाबी नै बाइकमा छोडेपछि राम्रो भन्न त। दाजै त्यो मान्छे मैले चिने। तपाईँको बाइकमा पेट्रोल चाहिँ कति थियो भन्नुहोस् त? मेरो बाइकको कति पेट्रोल छ सँग के सम्बन्ध छ? तपाईँको बाइकमा फुल ट्याङ्क तेल भयो 10 दिनमा आइपुग्छ। आधी ट्याङ्क भयो भने चाहिँ 5 दिनमा। 2-3 लिटर भयो भने चाहिँ 2 दिन जतिमा यो बाइक आइपुग्छ। तपाईँले टेन्सन लिनु पर्दैन, तपाईँको बाइक हराउँदैन। यो गाउँ सानो छ, यो गाउँ एकदम सुरक्षित पनि छ क्या। यहाँ केही चिज पनि हराउँदैन। तपाईँको बाइक 1 हप्तापछि यहाँ आउँछ। बाइक लिँदा आउँदाखेरि 1 लिटर पेट्रोल चाहिँ बोकेर आउँछ। 1 बोतल पेट्रोल रे? अनि 1 बोतल पेट्रोल चाहिँ किन नि? बाइकमा पेट्रोल 1 ठोपो हुँदैन। अनि के गर्नु? ल म त तलसम्म जान्ला, तपाईँ कता हिँड्नु ल? म पनि यतै जाउँ भनेर खोजेको हो। ल जाने भए जाउँ त, म तलसम्म पुऱ्याइदिन्छु गाडी भाटाउँसम्म। हुन्छ नि त पुऱ्याइदिनु नि। बल्ल घर आइपुगेँ। होइन कस्तो दुर्गम ठाउँमा लिएर आएको। घर पनि थोत्रे छ। कहाँ आएर फसे घर बसे पनि त्यो बुढीको नियम पालना गर्नुपर्ने। बिहान 3 बजेदेखि उठाएको छ, पानीले भनेको छ, बडाल भनेको छ, यता जाउँ भन्छ, उता जाउँ भन्छ। गधालाई जस्तो गरिराखी छ। आफू चाहिँ मजाले कुनामा बस्छ। आफ्नो बुढीलाई यसो गाह्रो भयो कि भनेर आमालाई भन्ला कि भनेको। आमाको कुरामा हो म हो मिलाएर बस्छ। ल छोरा, आज यति काम गरौँ, घर जाऊँ। अब बुहारीले खाजा पकाइयो भने अब आज यति गरौँ। अब भोलि चाहिँ 2 घन्टा काम गरौँ न। अनि फेरि त्यो दिउँसो छरौँला। ल हिँड। भोक पनि लागिसक्यो, जामा भोक लागिसक्यो, थकाइ पनि लागिसक्यो। ल हिँड बाबु। हे भगवान्, यी आमा छोराको पारा देखेर त नर्कमै आएको जस्तो हो। आमा र दिदीले भनेको मान्छेसँग बिहे गरे भए यति दुःख त पाउँदिन कि। आफूले मन बलाएर बिहे गरेर आएको, कसैलाई दोष दिनु खै। यत्रो लामो जिन्दगी छ, कसरी काट्नु तनाव भयो।
बुहारी ए बुहारी बुहारी यो त निदैछ ए बुहारी पानी लिएर आऊ न कस्तो तिर्खा लाग्छ आमा भोलि 1-2 घन्टा खनेपछि खन्ने काम सकिन्छ अनि भोलि नै बिउ छरौँला नि हुँदैन र हुन्छ बाबु छोरा तर भोक लागेको छैन मलाई त भोकले के भएछ बुहारी खाजा बनाएर राखेछौ खाजा छैन नि आमा छैन रे भात त पकायो होली नि खाना मलाई खाना पकाउन आउँदैन नि आमा खाना पकाउन आउँदैन रे के गर्न आउँछ तिमीलाई के गर्न आउँछ सुनिस् छोरा तेरो बुढलाई केही पनि गर्न आउँदैन न खाना पकाउन आउँछ न खाजा बनाउन आउँछ न खेत खाउन आउँछ न घरको काम गर्न आउँछ केही पनि आउँदैन खालि खाना सुत्न मात्रै आउँछ अरूको बुहारी त कति काम गर्छन् घरको काम बाहिरको काम सबै गर्छन् मेरो पनि अब बुहारी आउली घरमा काम गर्ली सघाउली मलाई पनि केही मद्दत होला भनेको त दबाउन पो आइकी रहेछ छोरा यसलाई जहाँबाट ल्याएको त्यही पुऱ्याइदे देखिस् छोरा तेरो बुढी आमा मैले तपाईँलाई आवेशमा नआउनु भनेको होइन बेकारमा चित्त दुखाएर भित्र गएँ चित्त दुखाओस् कि पित्त फुटाओस् अब मलाई पनि रिस उठ्यो अब भरि आउनु मन लाग्छ मनमा राख्ने बानी छैन अब तँलाई पनि भोक लाग्छ मलाई पनि भोक लाग्छ न खाजा बनाइछ न खाना पकाइछ त्यही भएर रिस उठ्यो नि कहाँ जानु लाग्यो नि आमा खुसीलाई कुरा बुझाउन जानु लाग्यो नि कुरा बुझाउनु हो कि फकाउनु हो खै तपाईँ कुरै बुझ्नुहुन्न सबै कुरा बुझ्ने बुढीले आशास नि जोड टिक्रे आमा पनि अब खुरुक्क माथि जाने अनि तल झर्ने अनि खाना पकाउने आफूले यहाँ कस्तो भोक लागेको छ के भन्नु कस्तो कस्तो मान्छे हुन्छन् जब एउटा खाजा खाना पकाउन आउँदैन लाज पनि छैन बाबुआमाले के सिकाउन् कुन्नी यो पनि यही छेर गएछ रङ्गन कि सिकायो बाबा आउँथ्यो र म सिकाएपछि के आउनु होइन राजले मलाई बिहे गरेर यस्तो दुर्गम ठाउँमा ल्याएर राखेछ यस्तो थोत्रे घरमा बस्नु परेको छ म त फसेँ यो घर छोडेर जाउँ राजलाई त्याग्न सक्दिनँ बसौँ भने बुढीको किचकिच सहन सक्दिनँ म त कहाँ फसेँ निल्नु न ओकल्नु भयो म त मर्नु भइसक्यो खुसी उठा न भनेको कति धेरै सुते उठा न कति धेरै अल्छी गरेर भने हेर न रिसाई मलाई खाना पकाउन आउँदैन भनेर पहिल्यै भन्नु पर्दैन खालि तिमीले मलाई कहिले त सोध्दैनौ खाना पकाउन आउँछ कि आउँदैन भनेर राज तिमीले यो घरमा मलाई बिहे गरेर नोकर बनाउन लिएर आउनुभएको हो यो के भन्दैछौ तिमी आफ्नै घरको काम गर्दा पनि नोकर हुन्छ र हामी सबैले आफ्नो दायित्व पुरा गर्नुपर्छ छोरा मान्छेले आफ्नो परिवारको लागि कसैले ज्यामी काम गर्छ कसैले जागिर खान्छ कसैले भारी बोक्छ कोही विदेश जान्छ काम त सबैले केही न केही गर्नै पर्छ नि यसरी दुःख कष्ट गरेर काम गरेर अनि मात्र 2 पैसा कमाउँछ अनि आफ्नो परिवारलाई भरपेट खाना खुवाउँछ लुगा कपडाहरू किनिदिन्छ परिवारका सबै आवश्यकताहरू पुरा गरिदिन्छ यो कुरा त हामी सबैले बुझ्नुपर्छ नि अनि छोरी मान्छेको काम समयमा खाना पकाउने
घर कसार लाउने, भाँडा माझ्ने, लुगा धुने अनि अरू काममा पनि हात बढाउने। सबैले आफ्नो आफ्नो दायित्व पुरा गर्नुपर्छ। यसमा हामीले नोकरको सङ्ख्या दिन मिल्दैन। साँच्चै तिमीलाई घरमा आमाले कहिल्यै खाना पकाउन सिकाउनु भएन? आमाले मलाई बारम्बार खाना पकाउन सिकाऊ भन्नुभएको थियो। अनि तिमीले सिकेनौ त? मैले त्यतातिर ध्यानै दिइनँ। अनि दिदीको घरमा बस्दा पनि केही त सिक्यौ होला नि? दिदीले पनि मलाई टाइम टाइममा खाना पकाउन सिकाऊ भन्नुभएको थियो, मैले मानिनँ। अबदेखि यसरी कहिल्यै नरिसाउँ। अब हामी दुवैजना मिलेर खाना पकाउनु पर्छ। अनि म तिमीलाई खाना पकाउनु पनि सिकाइदिन्छु ल। आमा पनि के गर्दै होलिन्, एक्लै थिइन् घरमा। मोबाइल पनि लिएर आइनँ मैले। मोबाइल त मैले लिएर आउनु पर्थ्यो। फेरि के गर्नु, मोबाइल ल्याएको भए 3 दिनै फोन गरेर कराउँथिनँ आमाले। ढुक्कले म बस्नै पाउने थिइनँ। जे भए पनि आमा हो, कराउनु त कराउँछिन्, गाली गरे पनि मोबाइल चाहिँ ल्याउनु पर्ने रहेछ। अब के गर्ने होला, अब घर कसरी जाने होला म? घर गएपछि त एकचोटि आमाले एकदम कराउँछिन् मलाई। कति चिन्ता गरेर बसेकी होलिन्। जेसुकै होस्, आफ्नै घर त हो, गाली गरे पनि एकछिन सहनै पर्छ। आमा त हो, जे भए पनि माया गरिहाल्छिन् नि। एकछिन गाली गर्छिन्, सहनै पर्यो नि। आफ्नो गल्ती छ, नभनिकन आएँ घरबाट। ठुलो गल्ती गरेँ कि मैले। तोरी पनि नआएको 2-4 दिन भइसक्यो। उसले पनि मलाई घर गइसके भन्ठानेछ क्या अरे। ए आएछ त, नाम लियो शैतान हाजिर। के छ काली? मैले भर्खरै यहाँ बसेर सम्झिँदै थिएँ तिमीलाई। तिमी त आइहालेछौ। तिमी छिटै मर्दैनौ के? आयु त लामै रहेछ। लामो छ लामो मेरो आयु। खोइ त आज भटभटे नलिकन आएछौ। होइन, सधैँ भटभटे लिएर आउनुपर्छ भन्ने छ र भने? यत्तिकै सोधेको नि। खै त भटभटे, झन् भटभटे चढेर एकछिन घुमाउला भनेको। ए हो र? टेन्सनै भयो नि काली। भटभटे त बिरामी भएको छ। भटभटे बिरामी भयो रे? पत्याउनी पो कुरा गर्नुपर्छ। गाई भैँसी हो र भने बिरामी हुनलाई? के कुरा गरे होला? हो नि, गाई भुसी जस्तै हो। गाई भुसी पनि खाना पाएन भने बिमारी हुन्छ। भटभटेले पनि खाना पाएन भने त बिमारी हुन्छ नि त काली। फटा मान्छे, के भटभटे बिरामी भयो भनिरानी? यति पनि बुद्धि छैन र मेरो? के घुमाउरो कुरा गरेर भन्छौ नि? पेट्रोल सक्यो भन न बरु। पेट्रोल हाल्नलाई पैसा छैन होला अनि मलाई घुमाउरो कुरा गरेर टार्छौ होइन? तिम्रो त मलाई एउटा कुरा नि पत्यार लाग्न छोडिसक्यो। अब विश्वास गर न काली, बाइक बिमारी भएको हो क्या? तिमीले त बाइक चोरेर पो ल्याएको थियौ कि क्या हो? होइन, म के चोर जस्तो देखिन्छु र? तिमी फटाफटा काम गर्दै हिँड्छौ अनि देखिन्नौ त तिमी चोर जस्तो। तिमीलाई त अलिकति पनि चिन्ता छैन है? यत्रो उमेर भइसक्यो, अब के गरेर खाउला, कसो गरौँला भन्ने केही चिन्ता छैन। काम गर्ने त झन् चिन्तै छैन केही पनि। मलाई जस्तो चिन्ता तिमीलाई के छ? मलाई झन् कति चिन्ता छ जिन्दगीको बारेमा। हो हो, चिन्ता छ तिमीलाई, थाहा भयो मलाई। हेर हेर, लाजै मर्नु। अर्काको बाइक चोरेर ल्याएर पो मलाई चढाएको रहेछ तिमीले। काली, अलि बढी बोल्यौ है। मैले कसैको बाइक चोरेर ल्याएको छुइनँ। हेर हेर, म चाहिँ भने के सोच्न पुगिसकेको थिएँ। बाइक भयो, केही न केही गर्ला, अब त्यही पठाउ गरेर भए पनि जीविका चलाउला भन्ने सोचेको थिएँ। अब यत्रो उमेर भइसक्यो, तिमीलाई अलिकति पनि चिन्ता छैन है? बिग्रिएको बाइक लगेर बनाउने ठाउँमा राखेको भने के खै कुरो बुझेकी तिमीले? ए
हो थाहा पाएँ। कसको बाइक उठाएर ल्याएको थियौ र तिमीले? तिमीलाई त मैले बुझ्नै नसक्ने भएँ। यत्रो वर्ष सङ्गत गरिसकेँ, तिम्रो बुद्धि कहिले आउँछ? नसक्ने भएँ मैले त तिमीलाई। अब यो पालि म चुकेँ के। अब एकचोटि चान्स दियो। तिमीले जे भन्यो म त्यही गर्छु, जसो भने त्यसै गर्छु। एकचोटि त माफ गर्दैन काली, गरिदेऊ नि मेरो बाबा। धेरै फकाउन नखोज है मलाई। तिमी बिना मेरो को छ र भन त? तिम्रो त मलाई पटक्कै विश्वास लाग्न छोड्यो। अब विश्वास गर के, अब विश्वास गर। तिमीलाई त्यो बाइक अर्काको उठाएर ल्याउन चाहिँ के जरुरी थियो भन त? जे भयो सो भयो, गल्ती गरिसके। के कानसम्म पर्यो? कानसम्म माफी मागे, उठक पटक पनि गरौँ। सधैँभरि तिमीले त्यो बाइक अर्काको चोर्दै ल्याउँदै सिक्दै गरे हो। अब सिक्नको लागि त अब सिकिहालेँ। अब एउटा बाइक किनौँला नि, किनेपछि जिन्दगी चलाउँला। छोड, नरिसाऊ, हिँड न। छोड। नरिसाऊ मेरो कालु। बजारसम्म गएर आम भनेको, आमा पनि कहाँ जानुभयो ए आमा पनि आइपुग्नु। अनि कता जानु लाग्यो छोरा? खेतमा जानु पर्दैन? आमा आज खेतको काम खासै छैन, घरको सामान सकिरहेको रहेछ भान्साको, बजारसम्म गएर आउँछ। सदरमुकाम जानु लाग्यो रे। ए छोरा, मलाई पनि अलिकति सामान ल्याइदेऊ न। हजुरलाई के ल्याइदिउँ त? हेर न छोरा, यो मेरो खुट्टा दुखेर टेक्नै हुन्न। यसो दल्ने मलम ल्याइदेऊ न। हजुरलाई पनि केही ल्याइदिनु पर्छ कि? पर्दैन बाबु, यति भए पुग्छ। मलाई पनि अलिकति सामान ल्याइदिनु है। भन न, के ल्याइदिउँ? मलाई नुहाउने स्याम्पू, ठुलो बट्टाको ल्याइदिनु, हात धुने साबुन ल्याइदिनु, अरू सामान सबै यो लिस्टमा छ। यो कागजमा के लेखेर दिएको नि? मैले त एउटा सामान मगाएको, यो त संसारभरिको सामान त मगाउनु थाल्यो त। मलाई दैनिक चाहिने सामान मात्रै ल्याइदिनु भन्यो। ल महारानीको पाँच कुरा गर्दै आफूले त पाल्ने मात्रै मिल्दै पुग्छ। हेर त, तिम्रो आमाले कति थरी भनेर गयो कि? तिम्रो आमाको बोली सुनेर त म इरिटेट भइसकेँ। भएको नै छैन। अब बुढो भएको मान्छे उमेर गएर पनि होला क्या यसरी कराएको। हामीले त बुझ्नु पर्यो नि। ल म गएँ। आफ्नो र आमाको राम्रोसँग ख्याल गर्नु। फेरि दिनभरि दुईजना झगडा गरेर बस्नु होइन नि। हेलो दिदी, म त फसेँ। राजले मलाई यस्तो दुर्गम गाउँमा ल्याएर आएछ, पुरानो थोत्रो घरमा ल्याएर आएछ। अनि तँलाई कुनै त्यस्तो शारीरिक यातना दिएको छ त? बुझिनँ दिदी। तँलाई यसरी कहिले कुटेको, कहिले हातपात गरेको, त्यस्तो के गरेको छ त शरीरमा? यस्तो त केही छैन दिदी। अनि छैन भने किन यसरी आँतेर कल गरेकी? मलाई त
नोकरले जस्तै काम लाउँछ। घरको काम गर्दै म नोकर भइन्छ त? सबैले आफ्नो आफ्नो कर्तव्य त पुरा गर्नुपर्छ नि। छोरा मान्छेले पैसा कमाउने, घरको आर्थिक स्थिति हेर्ने, बलियो पार्ने उसको कर्तव्य हो। हामी छोरी मान्छेले आफ्नो घर सम्हाल्ने आफ्नो कर्तव्य हो। तैँले त्यो आफ्नो कर्तव्यलाई नोकरको सँगै दिँदैछस्? हेर खुसी, यो तेरो भुल हो है। मलाई खाना पकाउन आउँदैन भनेर सासूले 10 थरी कुरा सुनाउँछ। अब के गर्नु? हामीले भनेको तैँले मानिनस्। घरको काम सिक, पछि गएर काम लाग्छ भन्दाखेरि तैँले मानेको होइन। अब के भनौँ भन् त? हेर खुसी, अर्का घर आफ्नो बनाउन धेरै गाह्रो छ। फेरि सासू भनेको त आमा छोरा हुन् नि। अब माया पनि गर्नुहुन्छ, नचाहिने कुरामा गाली पनि गर्नुहुन्छ। अनि त्यस्तो कुरा ठुलै बनाउने? सुन न, म यो घरमा आउँदा यो घर चाहिँ कहाँ सम्पन्न थियो र? तेरो भेनाले र मैले कति दुःख र सङ्घर्ष गरेर यो घर, यो सम्पत्ति जोडेको। तैँले पनि धेरै सङ्घर्ष गर्नु छ र आफ्नो सासूको सेवा गरेर उहाँको मन जित्नु छ। काम भनेको त गर्दै जाने हो, सिक्दै जाने हो। यसरी आउँदैन भन्न बस्यो भने त कहिले पनि सिकिँदैन। हेर खुसी, त आफ्नो कर्तव्यबाट कहिले पनि पछि नहट्नु। काम गर्दै जाँदाखेरि काम त बिग्रिहाल्छ नि। अब सासूले 1-2 वचन लगायो भन्दैमा त्यसलाई पनि त पचाउन सक्नुपर्छ आफूले। यसलाई कहिले पनि मनमा राख्नुहुन्न। एक कानले सुन्ने, अर्को कानले उडाउने हो। आफ्नो कमी कमजोरी आफैले केलाउने हो। त्यस्तो भुल फेरि दोहोऱ्याउनु हुँदैन नि, बुझिस्? सुन खुसी, अब तेरो घर कसरी चलाउने, सासूलाई कसरी रिजाउने, बुढालाई कसरी सम्हाल्ने, सबै कुरो तेरो हातमा छ। सासूको 2-4 शब्द आफूले सहँदैमा केही पनि हुँदैन। त्यही भएर सबै कुरो ख्याल राखेस्। यदि तैँले 2-4 शब्द सहिस् भने तेरो भविष्य राम्रो हुन्छ नि, बुझिस् नि? हेर खुसी, अब मैले फोन राखेँ, खुर्क गएर के गर्ने कसो गर्ने सबै कुरोको याद गरिस्। ल, मैले फोन राखेँ है। धेरै कुरो नसोचेस् नि फेरि। हस् दिदी, तपाईँले भनेको बुझेँ अहिले। म यो घर त छोडेर जाँदिनँ। मन भारी भएर तपाईँलाई फोन गरेको। हस्। हेलो सुमन, के छ? ओ ठिक छ यार, ठिक छ, एकदम ठिक छ। ओ यार के छ? तिम्रो त बिहे भएको भन्ने कुरो नि सुनेको छु त। हो त यार, मैले त बिहे गरेँ नि। के हो र? के हो, तिम्रो बुढी त साह्रै राम्रो छ भनेर सुनेको छु नि त मैले। हो यार, भाउजूको बहिनी छ भने कुरा चलाइदिनु यार, मेरो पनि बिहे गर्ने बेला भएछ। उसको त बहिनी नै छैन। अब मैले कहाँबाट खोजेर ल्याएर तिमीलाई साली मिलाइदिनु? ला हो र? अनि आफ्नो चाहिँ सुटुक्क बिहे गर्ने, अनि हामीलाई यसो भोजसोजको व्यवस्था पनि छैन। है, अनि के हो, बिहेको पार्टी र छोराको नारायणको भोज एकै दिन हो के हो? किन यस्तो टोलाको? मैले त जिस्केर पो भनेको त। भोजसोज भनेर खाँदै गरौँला नि। म त विदेश जाँदैछु नि त यार। ए हो र? तिमी पनि जाने भयो भन। मेरो त डकुमेन्ट सब बुझाइसकेको छु। म त मेन पावरमा जाँदा। म त विदेश जान्न यार। घरमा बुढी आमा हुनुहुन्छ। बिहे गरेको पनि धेरै दिन भएको छैन। अब आफ्नै यत्रो जग्गा जमिन छ, बरु यतै कृषि व्यवसाय गरेर बस्छु। अब विदेश गए पनि अर्काको गुलाम गर्नै पर्ने हो। त्योभन्दा त आफ्नै देशमा कृषि व्यवसाय गरेर बसेको राम्रो नि। अब दुनियाहरूले जग्गा बाँझो राखेर
विदेश विदेश भनेर गइरहेछन्। आखिर उहाँ पनि रुखमा पैसा फल्ने होइन, अरूकै गुलाम गरेर खानुपर्छ। मलाई त लाग्छ अर्काको देशमा गुलामी गर्नुभन्दा बरु थोरै धेरै जति कमाए पनि आफ्नै गाउँमा काम गरेर खानु राम्रो हो। आफ्नै कृषि व्यवस्था गरेको जे सकिन्छ त्यही गर्ने, नेपालमै आफ्नै गाउँ गर्नु। जाने भए भन न, अब अरू साथ त धेरै छन्, के गर्नु? तिमी भइदिए भए धेरै रमाइलो हुन्थ्यो। ल अब तिमीले विदेश जाने निर्णय गरि नै सकेछौ, पहिला तिमी विदेश गएर आऊ, पछि मेरो पनि त्यस्तो विदेश जाने मोड भएछ भने म तिमीलाई भन्छु नि। अब हेर न, विदेश जाने चक्करले गर्दाखेरि घर आउनु पनि भएको छैन। अनि आमाले कस्तो छ? आमालाई ठिकै छ, अनि भाउजूलाई? भाउजूलाई पनि ठिक छ, हामी सबै ठिकै छ। अनि अहिले सासु र बुहारीको सम्बन्ध कस्तो छ नि? खै के भन्नु, ठिक छ भन्नु कि ठिक छैन भन्नु। अब दुवैजना आगो र पानी जस्तै भइरहेछन्। आमाले बुहारीलाई आफ्नो तरिकाले काम चलाउन खोज्नुहुन्छ, बुहारी भने आफ्नै तालले हुन्छ। गाह्रो पर्यो। टेन्सन नलिने यार, यो त घर घरको कहानी हो। त्यो पनि सासु बुहारीले एकअर्काले नबुझेर यो समस्या आएको। यति वर्षमा त बुझेपछि सब सामै भइहाल्छ। जिन्दगी यस्तै चलिरहेछ यार, अब के गर्नु, यस्तै हो। ल तिमी पनि विदेश जान लागेछौ, एकचोटि विदेश जाने बेला मलाई भेट्नु नि फेरि। ए तिमीलाई नभेट्कन जान्छु रे यार, कस्तो कुरा गरे यार। तिमीलाई नबोलेको म जाँदै जाँदै। ल ल राम्रोसँग जाऊ है त। ल ओ दाइ, मैले तपाईँलाई कहाँ देखेको? खोइ मैले पनि कता कता देखा लाग्छ। कहाँ देखेँ होला मैले? ए साँच्ची अस्ति तपाईँ त्यो बाइक चढेर आउने भाइ होइन त? ए अँ हो, मैले त्यही बेला देखेको है तपाईँलाई। अनि मेरो बाइक खोइ त? बाइक अनि चाबी र हेलमेट बाइकमै छोडेर गएपछि मोटरसाइकल हराउँछ भन्ने थाहा छैन? त्यही त भने, म पनि कस्तो भुलक्कड के, चाबी र हेलमेट बाइकमै छ भन्ने कुरो यादै भएन। फर्केर आउँदा बाइक हेर्छु त छैन, म त छाँगाबाटै खसेको जस्तो भयो नि। यहाँ एकजना भाइ बसिरहनु भएको रहेछ, उहाँले भन्नुभयो यहाँ सुरक्षित हुन्छ, यो सानो गाउँ छ, तपाईँ डराउनु पर्दैन भन्नुभयो। तपाईँको बाइक फिर्ता आउँछ भनेपछि म ढुक्क भएँ अनि उहाँसँगै फर्केँ। त्यो भाइले सान्त्वना दिनुभयो र मात्रै चुप लाएर बसेको। ल भन्न यो गाउँमा मोटरसाइकल हराउँदैन र मात्रै नभएदेखि त सुहा भइसक्यो। मैले मोटरसाइकल लगेर घरलाई राखिदिएको छु, ए सुरक्षित छ। म त बाइक हरायो भनेर कत्रो तनाव। अनि पेट्रोल लिएर आउनुभयो त? पेट्रोल त लिएर आएको छु नि। ल ठिक छ, उसो भनेदेखि बाइक मैले सुरक्षित त्यहाँ राखिदिएको छु, पेट्रोल हालेर बाइक लिएर जाने। हुन्छ नि त दाइ, देखाइदिनु नि कहाँ छ। ल होइन म देखाइदिन्छु। यो केटी यो घरमा आएदेखि मलाई बस्नै मन छैन।
कता जानुभएछ त आमाको आवाजै सुन्दिनँ त आज आमा ए आमा यता पनि हुनुहुन्न कस्तो बच्चाले जस्तो दुःख दिनु कहाँ जानुभएछ फेरि ल यता पनि हुनुहुन्न खोज्दै हैरान हुनु भयो राज के भयो बिहान बिहानै आमालाई बोलाउँदैछौ त हेर न खुसी आमा कहाँ जानुभयो जानु कतै हुनुहुन्न सोधेर गएको भयो भने चाहिँ जाऊ त कोठामा सुतिरहनु भएको छ कि हाम्रो आमा पनि के भएको बिहानै उठेर कहाँ जानुहुन्छ जानुहुन्छ तपाईँ यसो कि भनेर गएपछि खाना कति बेला पकाउने के गर्नु राज आमा त कोठामा पनि हुनुहुन्न बिहान बेला कहाँ जानुहुन्छ भने भान्सामा हेर त आमा भान्सामा हुनुहुन्छ कि खाना पकाउँदै हुनुहुन्छ कि सधैँ बानी यस्तै किन राम्रो भान्सामा पनि हुनुहुन्न भान्सामा पनि हुनुहुन्न तना भयो नि फेरि कहाँ खोज्नु जानु किन टेन्सन लिनुभएको आइहाल्नुहुन्छ नि टेन्सन त लिनै पर्यो नि एकछिनपछि खेतमा जाने बेला हुन्छ खाना पकाउने कि नपकाउने के गर्ने खोइ गोरु बुढो भयो भने भिर खोज्छ अरे मान्छे बुढो भयो भने निउ खोज्छ अरे आमा पनि त्यस्तै हुनुहुन्छ सानसानो कुरामा निउ खोजिरहनुहुन्छ आमाले निउ खोजेको होइन सही कुरा गर्नुभएको छोरी मान्छेले बिहान बेलुका खाना पकाउनु त सिक्नै पर्छ होइन र त्यो त हो त्यतिखेर वास्तै गरिएन साँच्ची तपाईँको दिदी पनि छ होइन र छ अनि तिमीलाई कसले भन्यो नि कसले भन्नु यो गाउँमा मैले कसैलाई चिनेकै छैन हामी बिहे गरेर आउँदा तिम्रै आमाले भने होइन खोइ त दिदी हामी बिहे गरेर आएकै दिनदेखि मैले पनि देखेको छैन अब दिदी कहाँ गई भनेर आमालाई सोध्यो भने के भन्नुहुन्छ है कहाँ गई कि हो दिदी दिदीको पनि कोहीसँग लभसप थियो कि खै एकजना तोरी कि तोर्पेसँग लभ पऱ्यो भनेर सुनेको थिएँ त्यसैसँग गई कि क्या त्यस्तै होला आमाले मसँग कराउँदै फुर्सद छैन ल दिदीको कुरा पछि गरौँ न भित्र गएर खाना पकाउनु सुसार गर्दै गर म मुख धोएर आउँछु उसको परिवारको कुरा गरेँ कि रिसाइहाल्छ ल गएँ म फेरि बुहारी भएर कामै छैन घरमा बस्यो खायो सुत्यो छोरो पनि त्यस्तै के गर्नु घरमा त एकछिन बस्नु मन लाग्दैन जो केटीलाई बाटोमा देख्दा भेट्दा रिस उठ्थ्यो त्यही केटीलाई दुलाई बनाएर लिएर आयो छोराले के गर्नु छोरै त्यस्तो अर्कालाई के भन्नु कस्तो होला हे भगवान् त्यसको अनुहार हेर्न पनि मन लाग्दैन थियो पल्लो गाउँमा भिनाजुलाई फसाउन अनेक षड्यन्त्र गरी दिदीको सम्पत्ति खान मार्नसम्म पसै नपर्ने केटी आज मैले बुहारी भन्नु परेको छ भोलि मलाई पनि तलमाथि केही गर्ने हो कि के थाहा त्यसको भरै छैन आमै ए आमै है एक्लै काम गरिरहनु भएको अँ खोइ त छोरा बुहारी घरमै छन् कति दुःख गर्नुभएको आउनु न एकछिन बसेर गफ गरौँ आउनु न आउनु काम छ बित्थामा बोलाउँछन् काम मात्रै अड्काएर यहाँ बोलाउन गरिरहेछु काम घरमा त्यति काम छ बाहिर गयो किन बोला गर्छन् भने ल नानी ल के काम छ गर्नु आउनु न एकछिन गफ गरौँ ल हेर्न ल यहीँ बस्नु ल ल भन के छ हेर छोरा बुहारीलाई काम गर्न नलाइकन आफै काम गर्न थाल्नु भएछ बुढेसकालमा नभइदिया भए छोरा बुहारीलाई काममा लाएर म सुती घरमा बसेर खान्थेँ तपाईँले त बुहारी खुसुक्क भित्राउनु भएछ नि भोज खुवाउने विचार छैन कि क्या हो भोज त खुवाउनु मन थियो नि के गर्नु
आफूले खोजेको रोजीको बुहारी होइन। अब छोरोले कहाँबाट मन पराएर ल्याइहाल्यो, नभित्र नहुने। अनि के भयो त? बुहारी गोरी छे, राम्री छे, तपाईँलाई के कुरामा चित्त बुझेन त? सबै कुरा भनिरहनु जरुरत छ र? ए, तपाईँलाई बुहारी चित्त नबुझेको भन्ने कुरा चाहिँ थाहा पाइयो। यो छोरीको जुनी पनि कस्तो हो यामै बुझ्नै गाह्रो। बिहा गरेर जाउँ, सासू कस्तो पर्ली भन्ने पि। सासूको सेवा गर्दा गर्दै आधी उमेर जान्छ आमै। त्यसपछि छोराछोरी हुर्किन्छन्, अनि छोराको बिहे गर्ने दिन आउँछ। अनुहार हेरेर बुहारी ल्याइन्छ, त्यसपछि कस्तो बुहारी भित्रिन्छ भन्ने पिर। पिरमा जिन्दगी बित्ने भयो यामै। तपाईँको कुरा सुन्दा तपाईँको छोराको बिहे भोज खुवाउनु होला जस्तो लागेन मलाई। ल म त गएँ। मैयाले भनेको कुरो पनि ठिक हो। छोरोले अनुहार हेरेर ल्यायो, लाज पकाएर खाना पकाउन आउँदैन भन्छ, खेतबारीको काम आउँदैन भन्छ, अनि के चाहिँ आउँछ होला यसलाई? आमा बाउले पनि के मात्रै सिकाएर हुर्काएका हुन्। पढेर मात्रै के गर्नु, हातमा सिप पनि हुनु पर्यो। सिप भए पो गरी खानु पाइन्छ। एउटा तरकारी तिउन पकाउनु ढङ्ग छैन। यो मैयाले मेरो दिमाग मात्रै बिगारी। आफ्नै काममा जान्छु, कति काम गर्थ्यो अहिलेसम्म। अर्का कुरा सुन्यो, आफ्नै काम नाश भने जस्तै यहाँ काम नाश भइसक्यो। आमा भोक लागेको छ। आधा दिन भइसक्यो, अहिले अहिलेसम्म भात पकाएको छैनन्, बोलाउँदैनन्। खुसी हजुर, खाना पाक्यो? एकछिन खोल्नु न, पाक्दैछ। ल छिटो बोलाउनु है। हे भगवान, ए छोरा पाकेन भने तेरी केही पनि भन्दैनन्। कस्तो भोक लागेको छ। ए छोरा भात पाकेन भने पाके भात नआतिनु न आमा, बिचारीले कति मेहनत गरेर पकाइरहेको छ। जाऊ जाऊ, तिम्रो बिचारीले खाना पकाइछ कि मोबाइल चलाइछ कि सुती छ कि हेर। जहिले पनि सक्नेको पक्ष लगाएर मात्रै कुरा गर्छ। जोइटिङ रे कति कराउनुहुन्छ क्या। ल म हेरेर आउँछु। आफूले यहाँ कति भोक लाग्छ। हे भगवान्, कहिले पाक्ने होला खाना? खुसी हजुर, खाना पाक्यो? एकछिन खोल्नु न, पाक्दैछ। म खाना खाना बोलाइहाल्छु है। ल ल, खाना पाक्ने बित्तिकै बोलाऊ है। आमा आत्तिराख्नु भएको छ कि बाहिर। ल छिटो बोलाउनु है। कतिखेर एक थाल भात खानु लाग्दो पर्छ। घाँटी होला छ। आमा खाना पाक्दैछ, के हतार गर्नु भएको? आज पहिलोपटक बुहारीले पकाएको खाना खाम भनेको। कति बेला पकाएर कति बेला बोलाउने हो? 2 घन्टा भइसक्यो। कस्तो भोक लागेको छ। एकछिन म बोलाउँछु भनिरहेको छ। पाकेन भने एकछिन नआतिनु, पाक्छ होला नि त। कस्तो भोक लाग्छ। तँलाई लाग्छ छैन? लागिरहेछ कि अब एकैछिनमा पाकिहाल्छ नि। एकैछिनमा बोलाउँछु भनिरहेछ। अब हजुर त जे कुरामा पनि आत्तिने कि। बल्ल खाना पाक्यो। आमा, आमा, राज, खाना पाक्यो, खाना आउनु। राज, खाना आउनु। आमा बोला। सुनेछु श्रीमानको नाम लिएर बोलाइछ। कस्तो जमाना आएको हो यो? कलियुगकै हो क्या हो नि? हाम्रो पारा त्यस्तो बोलाउनु पाइँदैन थियो। ए हजुर भनेर बोलाउँथ्यो।
सासूले त्यही सिकाएको थिए, आमा बाउले त्यही सिकाएको थिए। अहिलेको के हुन् होइन, उसको आमाले सिकाएन नि क्या हो। कस्तो जमाना आएको ल। ए तेरिका हजुरलाई फेरि नाम लिएर बोलाउँदा पनि टेन्सन होइन, हजुरलाई त जे कुरामा पनि टेन्सन हुन्छ क्या भन्नु। अब नाम भनेको त्यही बोलाउनुको लागि राख्यो होइन, अब नाम लिएर बोलाउँदैमा तपाईँलाई के फरक पर्छ? सिकाएको नामलाई बोलाउनुपर्छ त। अब मान्छेहरू चन्द्रमा पुगिसके, मेरो आमा भने जस्ताको तस्तै होइन, अलिकति समयअनुसार अलिकति वातावरणअनुसार सबै कुरा परिवर्तन हुनुपर्छ क्या आमा। अब पहिलेको जस्तो जमाना भयो त भने अब श्रीमतीले आफ्नो बुढाको नाम लिएर बोलाउँदैमा के भयो त? अब त्यो नाम भनेको त्यही बोलाउनलाई राखे होइन। हो त नि हो, अनि के म चन्द्रमामा पुगाउँ त? त्यही भन्नु खोजेँ होइन। चन्द्रमामै पुग्नु भएन होइन कि मेरो आमालाई, तर अलिकति हामी पनि त समयअनुसार परिवर्तन हुन सिक्नु पऱ्यो नि भने आमा। ल धेरै नरिसाउनु, भोक लाग्यो भने होइन हो हिँड्नु। ल हिँड्ने आफूले कति भोक लाग्छ। यत्रो बेर भइसक्यो आउँदैनन्। राज राज खाना खाना आउनु न, अघिदेखि बोलाए होइन। भोक लागिसक्यो मलाई यहाँ। बस्नु। छिटो पस्क्यो। पानी सर्नु भएको। पानी मैले सारिरहेको छु। ए हात धो, पानी धो न यहाँ अलिकति। यहीँ बसेर अलिकति धो हुन्छ। होइन कस्तो गिलो भयो त। आमा कस्तो नुन चर्को। कस्तो पिरो मासु, यस्तो पिरो। यस्तो खाना खायो भने त मर्छु होला म त। बिस्तारै खानु न, बिचारीले कस्तो मेहनत गरेर पकाएकी छ। तेरो बिचारीले पकाएको भात तै खा। के भएको के भयो, एक गाँस भात नखाएर जान्न। अनि कति साह्रै रिसाउनु भएको, आमाको रिस पनि कस्तो कडा है। के भयो? केही भएको छैन। होइन तिमीले भात पकाउँदा चामलमा पानी कति हाल्यौ? यो जगले 2 जग हाले। अनि नाप्यौ त? बिर्से। हे तेरिका, मैले चाहिँ तिमीलाई त्यत्रो सिकाएको, भात पकाउँदाखेरि जहिले पनि पानी हाल्दाखेरि यति चामलभन्दा माथि पानी हाल्नुपर्छ भनेर तिमीलाई नाप्नु भनेको होइन। अनि दालमा नुन कति हाल्यौ नि? यो चम्चाको 3 चम्चा। खै अर्को चम्चा देखाउ त। हो यो चम्चा र यो चम्चाको साइज एउटै छ। यो कति ठुलो चम्चा छ, अनि त्यत्रो चम्चाले 3 चम्चा हालेपछि चर्को हुँदैन नुन। मैले तिमीलाई यो सानो चम्चाले 3 चम्चा हाल्नु भनेको थिएँ। अब के भन्ने बिर्से मैले यसले भनेर यसले हाल्यो। अनि मासुमा खुर्सानी कति हाल्यौ नि?
एक मुठी यसरी लिएर झ्याप्पै हाल्दे। खुर्सानी भनेको यति यति हाल्ने पो होला नि, यसरी मात्र एक मुठी हाल्यो भने खान सकिन्छ त? त्यही भएर त तिमीलाई आमाले गाली गर्नुहुन्छ। ल यति पिरो मासु त म पनि खान सक्दिनँ, पेटै खराब हुन्छ। गएँ म। के बगा यी पापीहरू आमा छोरीना प्यापी। पकाएर खान दिँदा पनि सुख छैन, नदिँदा पनि सुख छैन। पापीहरू नखाए नखाऊ, म आफै खान्छु। पापीको सन्तान नपकाउँदा नि खाना पकाइन मेरो बुहारीले भनेर कराउँछ। खाना पकाउन कोसिस गरे पनि मिठै भएन भन्छ। आफै खान्छु। छि कस्तो पिरो, कस्तो नुन चर्को, भात पनि कस्तो गिलो भएछ। म पनि खान सक्दिनँ यो खाना त। म पनि गएँ। भरोसा नै त माया हो, माया नै त भरोसा हो। हो कान देऊ कहिल्यै है माया, शङ्का नगर मनभित्र छाया। हामी दुवैको साथ रम्झेला, डगमगाउने छैन यो काया। भरोसा माडिएको जिन्दगीको डोरी, तिमीसँगै बाँधिएको मेरो यो डोरी। भाइ त कहाँ जान लाग्यो? म पनि तसँगै जान्छु। म घुम्न जान लागेको होइन नि बाबु, म त स्कुल जान लागेको। म पनि स्कुल जाने त तसँग, म पनि पढ्ने। हजुरलाई अलिकति सामाको ब्याज बुझाउँ कि भनेर आएको। अनि श्याम, यसपालि त ब्याज पनि पुरा आएन त। के गर्नु काजी सर, यसपालि साह्रै गाह्रो भयो। बाबा, मेरो सट्टा भाइलाई स्कुल पठाउनुहोस्। कति माया गर्छु है भाइलाई। के गर्नु, हाम्रो गरिबीको कारणले सकिएन हेर, के गर्छु। ल यति लिऊ। खै दिनुहोस्, खै यो किन राख्नु भएको छ, यो पनि दिनुहोस्।
म जान्छु ल। तिमी पनि जाऊ ल। मैले नाइ भन्ने अर्थै रहेन। अब मेरो भविष्य तपाईँहरूको हातमा छ। मैले मेरो मन मारेर बिहे गर्दैछु आमा।